हेलो नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूलाई। आज चाहिँ हामी चाहिँ हाम्रो रुकुम जेठानको बर्थडे परेको छ। उहाँको बर्थडे कार्यक्रमको लागि चाहिँ हाम्रो श्रीमान श्रीमतीले चाहिँ यहाँ सेलरोटी बनाउँदैछौँ। अब यो सेलरोटी बनाउने, त्यसपछि चाहिँ अब अचार सचार यताउता बनाएर चाहिँ हामी चाहिँ रुकुम जेठानको बर्थडेमा जाने प्रोग्राम छ। अब हामी चाहिँ श्रीमतीले रोटी पोल्दै हुनुहुन्छ। रोटी चाहिँ अलिक डरे यस्तो भएको छ होइन। अब रोटी चाहिँ एकदम छिटो हाल्ने भन्नुभएको छ। टाइम पनि छैन, स्वाइ पार्ने। अनि त्यसरी पकाएपछि हामी चाहिँ बर्थडेमा जानुपर्छ है त। हामी चाहिँ सेलरोटी सबै रेडी गरेर अहिले चाहिँ हामी चाहिँ यहाँ ओक्रा पार्कमा पुगिसकेका छौँ। यहाँ चाहिँ हाम्रो बार्बिक्यू पोल्दै हुनुहुन्छ। यहाँ साथीभाइहरू चाहिँ जम्काबाट हेरिरहनुहुन्छ। उहाँ चाहिँ शिव सर, अब साथीहरू चाहिँ सबै यो रात परेकोले चाहिँ अलि अँध्यारो देखिएको छ। उहाँ चाहिँ मोबाइलमा धेरै व्यस्त हुनुहुन्छ। मैले हेलो भनेको सुन्नु पनि भएन। हामी चाहिँ अलि व्यस्त देखिरहेको छ। उहाँ साथीहरू चाहिँ फेरि म्युजिकमा नाच्दै हुनुहुन्छ। तर यो कपिराइट हुने भएकोले चाहिँ म्युजिक चाहिँ म्युट गरेको छ। अब यो गीत चाहिँ अब कस्तो गीत हो होइन, अब त्यो मलाई त थाहा भयो गीत यस्तो गीतमा नाच्नु भएको छ भनेर। तर तपाईँले चाहिँ अब थाहा पाउनुहुन्न, यहाँ चाहिँ अब कपिराइट हुन्छ होइन। त्यही भएर चाहिँ गीतलाई चाहिँ हामीले म्युट गरिदिएको छौँ। अहिले चाहिँ हामी चाहिँ सबै साथीहरू चाहिँ आइसक्नु भएको छैन। हामी चाहिँ साथीहरूको वेटिङमा प्रतीक्षामा छौँ। अब सबै साथी आइसक्यो भने चाहिँ अब बर्थडे सेलिब्रेसन गर्ने। अब यहाँ चाहिँ मोना कतार म्याग्दीका प्राय कतिजना आउनुहुन्छ होइन, अहिलेसम्म त आइपुग्नु भएको छैन। अब उहाँ चाहिँ मेरो ज्वाइँ बहिनी तारा बहिनी, अनि उहाँ चाहिँ मेरो बुढी चाहिँ ल श्रीमती चाहिँ उठेर कता लाग्नुभयो कसले बोला जस्तो छ। अब यहाँ चाहिँ अब केक राख्ने भनेर कि के गर्ने भनेर यहाँ तर्ख गर्दै हुनुहुन्छ। अब हामी चाहिँ अब बर्थडे ल केक पनि यहाँ रेडी भइसकेको छ। ह्याप्पी बर्थडे जेठन दाई भनेर यहाँ बर्थडे केकमा लेखिएको रहेछ। अब चाहिँ हामी चाहिँ बर्थडे तयारीको अवस्थामा छौँ। अब चाहिँ सबै साथीहरू आइपुगेको जस्तो छ। अब चाहिँ बर्थडेको सेलिब्रेसन गर्नुपर्छ है त साथीहरू। ल 5 4 3 2 1 Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday.
आदरणीय उपस्थित महानुभावहरू, प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, आज हामी सबैजना यहाँ एक विशेष र खुसीको अवसरमा भेला भएका छौँ। म्याग्दी जिल्ला राखु गाउँमा जन्मनु भएका श्री श्री पालीज्यूले साउदी, दुबई, बहराइन हुँदै अन्ततः कतारलाई आफ्नो घर बनाउनु भयो। विदेशमा रहँदा पनि उहाँले छाप्नो समाज र जिल्लाको सेवामा निरन्तर समर्पित हुँदै मोना कतारमा आबद्ध भई हाल मोना कतारको उपाध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। आज फेब्रुअरी 4 तारिक उहाँको जन्मदिनको शुभ अवसरमा मोना कतारको कार्य समिति लगायत सम्पूर्ण म्याग्देली परिवारले यहाँ वाकर बिर्चमा उहाँको जन्मदिन मनाउन पाउनु हाम्रो लागि गर्व र खुसीको कुरा हो। यस सुखद घडीमा हामी सबैको तर्फबाट आदरणीय श्री पालीज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। उहाँको जीवन सधैँ सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्। समाज र संस्थाप्रति उहाँले गर्नुभएको योगदान अझै उचाइमा पुग्दै जाओस् भन्ने कामना गर्दछौँ। अन्त्यमा उहाँको उज्जवल भविष्य, निरन्तर प्रगति र सफलताको हार्दिक शुभेच्छा व्यक्त गर्दै जय मोना कतारा। हेलो नमस्कार। फेरि पनि सम्पूर्ण युट्युब हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई नमस्कार। आज हामी चाहिँ यहाँ हाम्रो जेठान रुकुम सरको बर्थडे परेको हुनाले हामी चाहिँ यहाँ बर्थडे कार्यक्रममा यहाँ सहभागी भएका छौँ। यहाँ हामी सबै म्याग्दीका दाजुभाइ दिदीबहिनीहरू जम्काभेट भएका छौँ। हामी चाहिँ यहाँ जम्काभेट गराउने हाम्रो रुकुम सरलाई चाहिँ धेरै धेरै धन्यवाद र उहाँको जन्मदिनको लागि उहाँलाई धेरै धेरै शुभकामना। फलोस् फुलोस्, प्रगति हुँदै जाओस्। अब हामीले दिनु त अरू केही नै सकिन्छ र आशीर्वाद हो, हाम्रो माया छँदैछ। अब फेरि मेरो पालो पनि ठ्याक्कै आइरहेको रहेछ यहाँ टिका लगाउने। ल हाम्रो जेठानलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना। हामी ज्वाइँ जेठान साइनु पर्दो रहेछ हाम्रो चाहिँ। हामी चाहिँ ज्वाइँ जेठान। ल नाकमा पनि टिका लगाइदिनु पऱ्यो। म त बुढो भएछु, हे बाल झऱ्यो, बुढो भइयो। ल टिका लगाइदिनु पर्छ। और सब ठिकठाक बर्थडे मनाउने। रात परेको हुनाले बाहिरको दायाँ बायाँको सिनहरू चाहिँ त्यति राम्रो आएको छैन। यो क्यामेराको लाइटले चाहिँ हल्का उज्यालो बनाएको चाहिँ हल्का त्यो उज्यालो देखेको छ। ल हामी जयसँग ट्यागको फोटो पनि खिचिदिनु है साथीभाइ भन्नुपर्छ। हामी सम्पूर्ण मोना कतारका
साथीहरूले चाहिँ हाम्रो यस बर्थडे कार्यक्रममा चाहिँ आएर आशीर्वाद प्लस टिका लगाएर खादा लगाएर उहाँलाई चाहिँ जन्मदिनको शुभकामना दिने कार्यक्रम छ। उहाँको मात्रै होइन, हामी सम्पूर्ण धेरै प्राय मनाकतरका मेम्बरहरूले चाहिँ हामी यस्तै गरेर बर्थडे मनाउने चलन छ। तर कसैले यसो पार्टीहरू ग्यादरिङ गर्छन् भने कसैले आफ्नो रुममा मनाउने गरिन्छ र उहाँ सबै साथीहरूले चाहिँ यसै गरी बर्थडे मनाउने। उहाँ चाहिँ हाम्रो जीवन भाइले पनि फुकुम जेठानलाई खाता लगाइदिनु भयो। यहाँ आएको सबैजनाले खाता लगाएर चाहिँ उहाँलाई चाहिँ टिका लगाउने अनि शुभकामना दिने। उहाँ चाहिँ यो मनाकतारको टी सर्ट मेग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्य समिति कतार होइन हाम्रो टी सर्टको लोगो पनि छपाएको छ। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। मेरो सानो युट्युब च्यानल छ, यसो कतै मोबाइल चलाउँदै जाँदा तपाईँको स्क्रिनसम्म आयो भने पनि यसो इग्नोर नगरिकन हेरिदिनु होला। उहाँ चाहिँ हाम्रो अनिस बाबु, अनिस मल्ल ठकुरी राखुबाट मेरो भिडियोलाई चाहिँ यसो लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। यसो सबैको समक्ष मेरो भिडियोहरू पनि पुऱ्याइदिनु होला भन्न चाहन्छु। धन्यवाद। टिका चाहिँ लगाउँदैछ। हेलो नमस्कार सलाम अलैकुम। जो भी आप लोग मेरा वीडियो देख रहा है, ये वीडियो में आप लोग शेयर कीजिए, सब्सक्राइब कीजिए, लाइक कीजिए, कमेंट कीजिए। लेकिन दूसरा अच्छा वाला कमेंट कीजिए। लेकिन ये हम लोग का बर्थडे का वीडियो है उसके लिए अच्छा कमेंट कीजिए। हैप्पी बर्थडे ऐसा कमेंट कीजिए। ये मेरा जेठान साहब बोलेगा तो मेरा वाइफ का ब्रदर है, उसका बर्थडे था। उसके लिए हम लोग के ओकरा बीच में आके हम लोग बर्थडे बनाए हैं। अभी इतना लाइट नहीं है, उसके लिए थोड़ा अंधेरा दिख रहा है, काला चश्मा लगा के जैसे दिख रहा है लेकिन हम लोग चश्मा तो नहीं पहना है, लेकिन थोड़ा काला दिख रहा है, लाइट नहीं है, इसके लिए थोड़ा अंधेरा है। हम लोग के टिका बोलता है, इसका क्या बोलता है, टिका लगाने का, बर्थडे सेलिब्रेशन करने का, माला लगाने का, खाता बोलता है, कपड़ा का, छोटा कपड़ा का खाता लगाने का, टिका लगाने का, बाद में हैप्पी बर्थडे बोलने का, टिका इच अदर एक आपस में से टिका लगाना मानता है, तो हैप्पी बर्थडे बोलने का, और छोटा केक कट करके भी खिलाना मानता है हिंदी बराबर नहीं आता है, नेपाली आदमी हिंदी बराबर नहीं आता है। हैप्पी बर्थडे जेठान साहब। त्यो त हेर्दा त काँचै हो त्यो नमस्कार।